घरमा परिवार हुन्छ, परिवारको खुसीको लागि आफ्नो खुसीहरू पनि हामीले त्याग्नै पर्ने हुन्छ। ल आज चाहिँ लास्ट डे मेरो साथीको नेपाल बस्ने, अब आफ्नो उज्जवल भविष्यको लागि पनि अब बाहिर जाँदैछ। त्यसै गरी आदि साथीहरू चाहिँ अब सबै बाहिरै छ, अब पनि जाँदैछ आफ्नो घर परिवारको खुसीहरूको लागि। त्यसै गरी अब एक दिन न एक दिन सबैले आफ्नो देश छोडेर जानै पर्नेछ, तर म चाहिँ नजाने वालामा पर्छु, किनभने मलाई चाहिँ आफ्नै देशमा केही कुराहरू गर्नु छ। त्यही भएर अनि जे गर्ने आफ्नै देशमा गर्ने हो। हिम्मत चाहिँ हार्नु हुँदैन, छोरा मान्छे भएपछि त्यति चाहिँ मलाई थाहा छ, अरू जे भए पनि। अनि अब हेरौँ कस्तो हुन्छ। अरूभन्दा नि खुसी लाग्छ, 2-3 दिन भए पनि साथीहरू आएर बस्दिन्छ मसँग, अनि गइदिन्छ, रमाइलो लाग्छ। बाहिरबाट आयो भने पनि कोही मलाई भेट्न आउँछन्, त्यही हो मेरो लागि ठुलो कुरा भनेको। एटलिस्ट मेरो गाउँबाट आउने साथीभाइहरूले दुःख त पाउँदैन नि त, काठमाडौँमा आएर होटल खोजेर बस्नुपर्ने, के गर्नुपर्ने, यति कुराको चाहिँ मलाई खुसी लाग्छ कि अरूभन्दा पनि। नेपाल इन्टरनेसनल एयरपोर्ट ल उसँग चाहिँ 3 जना, मतलब 2 जना अरू पनि साथीहरू रहेछ। अब अरू पनि छ भन्दैछ, अब कता कतातिर छ, अब खोज्नु पर्ने छ। उसको अलिअलि यताउति कामहरू छ, केहरू गर्नुपर्नलाई। अब हेरौँ के हुन्छ, खोजखाज गरेर। अनि सबैभन्दा भिड हुने भनेको कि मुर्दाघाटमा कि नेपालको एयरपोर्टमा। नम्बर छ होला ल्याउनु दाइ, कति वर्षको चाहिँ हुन्छ? अर्को अब कतिजना छ, हुन त 2 वर्षको छ होइन, सायद बेसी पनि हुनसक्छ। तपाईँको घर चाहिँ कहाँ? यो बनिनीहरू कता पर्छ? भालुबाडी थाहा होला सायद, थुप्रो भयो गाउँमा बसेको म पनि छोडेको, त्यही भएर याद छैन अहिले त्यति साह्रो। अनि यो साथीको चाहिँ दुईवटा बुझ्दै, मतलब घर चाहिँ कहाँ? साथी कता पर्छ? उहाँहरू चाहिँ अब मेरो के भन्छ साथीसँगको भन्न सँगै जाने साथीहरू रहेछ। अब अरू पनि छन्, कता कता छन्, अब खोजखाज गरेर अब भेट्नुपर्छ सबैजनालाई। यस्तै छ हाम्रो नेपाल, के गर्नु, गरिबीले मार्छ सबैजनालाई होइन। पानी आउने हो कि के हो तर पनि थाहा छैन। आमा आउनु भयो। हजुर नम्बर भएन भएन तेरो पेपरहरू निकाल त। पेपरहरू निकाल त पहिला। अब कहाँ रहेछ के रहेछ यसो हेरौँ, बुझौँ कता कता छ के छ। अब अहिले जानुपर्छ, अझै टाइम रहेछ त। अनि किन हतार गरेको? लाइन चाहिँ कहिले पुग्नु पर्यो भने त त्यो बोर्डिङ चाहिँ गर्छ नि त। भित्र गएर गर्ने होला नि त। हो भित्र गएर अरू पनि साथीहरू छ भनेको होइन? 9 जना छ अझै। अनि खोइ त अरू पैसा उतापट्टि भित्र साइडमा सार्छ। ह्यान्डब्याग पनि ठिक छ।
बन्द हो र ए ल हामी हिँड्न त उतातिर बडी पासतिर चिन्न सबै खाइसक्यो यही छ त अघिदेखि यिनै बसिरहेको छ नि होइन के भेट्छ भित्र एयरपोर्टमा यहाँ फोटोसोटो खिचेर आखिर के रहेछ त यो जीवन आदि नेपाली त हुँदो रहेछ एयरपोर्टमा र अर्को भनेको मलामीमा राम्रोसँगले जानु उता भित्रै गर्छ ल राम्रोसँगले जा है फोन गर्दै गर्नु ल बाई बाई सबैलाई आजबाट फेरि एकजना साथी मबाट टाढा भयो त्यसै गरी आउने जाने भइरहेको छ साथीभाइ भनेको के भन्छ के भन्ने अब आफ्नो इच्छा चाहना पुरा गर्नको लागि सबैलाई आफ्नो देश छोडी जानै पर्ने हुन्छ घरमा परिवार हुन्छ परिवारको खुसीको लागि आफ्नो खुसीहरू पनि हामीले त्याग्नै पर्ने हुन्छ